So why do ketone have higher boiling point than isomeric aldehydes? यो क्वेसन हेरौँ। यो के हुन्छ भन्दाखेरि यसमा के हुन्छ, केटोन र अल्डिहाइड के हुन्, दुइटै कार्बोनिल कम्पाउन्ड हुन्। अब के हुन्छ, यसमा पोलराइजेबिलिटी अकर हुन्छ। सुरुमा त अक्सिजन बढी इलेक्ट्रोनेगेटिभ स्पेसिस भएको कारणले यहाँबाट इलेक्ट्रोन तान्छ, पार्शियल नेगेटिभ चार्ज डेभलप हुन्छ। यसमा पार्शियल पोजिटिभ चार्ज डेभलप हुन्छ। ठिक छ, सेम कन्सेप्ट यहाँ पनि हुन्छ। यसमा पार्शियल पोजिटिभ, यसमा पार्शियल नेगेटिभ। अब के हुन्छ भन्दाखेरि यहाँ भएको आर र यहाँ एउटा आर, अब यिनीहरू तिनटैले के गर्छन्, इन्डक्टिभ इफेक्ट सो गर्छन्, प्लस आई इन्डक्टिभ इफेक्ट सो गर्छन्। यो केटोनमा हेर्ने हो भने केटोनमा के छ, दुईवटा बल्की अल्काइल ग्रुप छ, जसको कारणले के गर्छ, दुईटैले इलेक्ट्रोन यस्ता ट्रान्सफर गर्छ, प्लस आई इफेक्ट इन्डक्टिभ इफेक्ट सो गर्छ। यसमा चाहिँ एउटा मात्र बल्की अल्काइल ग्रुप छ, जसको कारणले एउटाले मात्र प्लस आई इन्डक्टिभ इफेक्ट सो गर्छ। ठिक छ, अब दुई यतापट्टि के भयो, इलेक्ट्रोन आरआरले बढी इलेक्ट्रोन दिनुभयो, जसको कारणले के भन्ने भयो, कार्बन इलेक्ट्रोन रिच हुने भयो। यो इलेक्ट्रोन यसमा आउन त आउँछ, तर यसको कम्पेरिजनमा यसमा के हुन्छ, अलिक कम इलेक्ट्रोन हुन्छ कि, जसको कारणले यसमा पोलराइजेबिलिटी के हुन्छ, घट्छ, बढी घट्छ। यसमा पोलराइजेबिलिटी अलिक लेस घट्छ। ठिक छ, पोलराइजेबिलिटी घटेपछि यसमा के हुन्छ, यो अलिकति बढी लेस स्टेबल हुन्छ। यो यो अलि बढी स्टेबल हुन्छ, मोर स्टेबल हुन्छ। तर यसको केसमा हेर्ने हो भने यो अलि लेस स्टेबल हुन्छ। हो, अब मोर स्टेबल भइसकेपछि हामीलाई के चाहिन्छ, अलिकति बढी टेम्परेचर चाहिन्छ त्यसलाई ब्रेकडाउन गर्नको लागि, केटोनलाई ब्रेकडाउन गर्नको लागि। अल्डिहाइडमा चाहिँ के छ भन्दाखेरि यसको के छ, हाम्रो पोलराइजेबिलिटी कम घटेको छ, स्टेबिलिटी यसको के छ, पोलराइजेबिलिटी अलिक कम घटेको छ, स्टेबिलिटी के छ यसको अलिक कम छ, जसको कारणले के गर्छ भन्दाखेरि यसलाई हामीले अलिकति सानो थोरै टेम्परेचर दिँदाखेरि पनि यसको के हुन्छ, पार्टिकलहरू ब्रेकडाउन हुन्छ। ठिक छ, सो यसको बोइलिङ पोइन्ट बढी, केटोनको बोइलिङ पोइन्ट बढी, अल्डिहाइडको बोइलिङ पोइन्ट कम।